ओम ह्रीं आधार शक्ति कमलासनाय नमः। अग्निवेदनम। भक्तवत्सल भगवान को जय हो। गायत्री सत्कुंडीय महाअनुष्ठान को आज को आनंद को जय हो। संत महंत गुरुजनहरूको पावन उपस्थितिमा यहाँ हाम्रा ब्राह्मण पण्डितजीहरूको उपस्थिति र पोखरा आसपासमा हुनुहुन्छ भने भूमि पूजनमा सहभागी हुन पाउनु पनि जीवनको अनन्य सौभाग्य हो। त्यसर्थ यो भूमि पूजनमा सहभागी भएर यहाँहरूले पनि आफ्नो जीवनलाई धन्य बनाउनु गृणी सूर्याय नमः। इदम अर्घम दत्तम वशो मम आहमजा निगर्भधमातो मदासि गर्भधम्म अम्बे अम्बिकं मालिके नमान यदि कश्चन सत्य स्वगः शिवद्रिकां काम्पे रवासिनि मां पूर्वश्वासिति सहिता श्रीमन्महागणाधिपते नमः। यदा लब्धोपचारार्थे गन्धाक्षरपुष्पाणि समर्पयामि नमस्करोमि नैवेद्यं निवेदयामि नैवेद्यान्ते आचमनं समर्पयामि गं गणपतये नमः। सर्वजनार्थे गन्धाक्षरपुष्पाणि समर्पयामि नमस्करोमि धूपदीपं विश्वधूपत्रिं सुंदर शोभिता मुसामा सवारी सूर्ण सुंदर शोभिता मुसामा सवारी जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता गंगा पार्वती पिता महादेवा माता गंगा पार्वती पिता महादेवा जय गणेश देवा माता गंगा पार्वती पिता महादेवा माता गंगा पार्वती पिता महादेवा पान चढ़ाओ फूल चढ़ाओ और चढ़ाओ मेवा पान चढ़ाओ फूल चढ़ाओ और चढ़ाओ मेवा लडुअन को भोग लगे संत देव सेवा लडुअन को भोग लगे संत देवा माता गंगा पार्वती पिता महादेवा माता गंगा पार्वती पिता महादेवा सुख शांति समृद्धि विंध्यवासिनी माता को कारवाराही माता को भद्रकाली माता को झालसा देवी माता को गुप्तेश्वर भगवान को केदारेश्वर भगवान को सिद्धेश्वर भगवान को हरिहर भगवान को सत्कुल्य
कोटि ओम महायज्ञ को सत्कुंड कोटि ओम कोटि हो मेरा ना पोखरा मगनी हो कोटि हो मेरा ना पोखरा मगनी हो कोटि हो मेरा ना पोखरा मगनी हो जानी हो हरे ना पोखरा मगनी हो कोटि हो मेरा ना पोखरा मगनी हो सबैले र सम्पूर्ण भक्तजनहरू कृपया फिजेर मिलेर सबैजना बसिदिनु होला। अत्यन्त पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार र हामीले विधि अनुसार हामीले भूमि पूजनको कार्यक्रम आज हामीले यहाँ समापन गरेका छौँ। अब हाम्रो प्रसाद ग्रहणको व्यवस्थापन हुनेछ। सबैले यहाँ पाल्नु हुने सबै भक्तजनहरूले प्रसाद ग्रहण गरिदिनु होला र हाम्रो यो निलो टेन्ट टाँगिएको ठाउँ छ, निलो टेन्ट टाँगिएको ठाउँमा सबैजनाले आसन ग्रहण गरिदिनु होला, सबैले प्रसाद ग्रहण गरिदिनु होला। पूजनको यस कार्यमा पाल्नु हुने सम्पूर्ण भक्तजनहरूमा सम्पूर्ण गुरुजन, अग्रज, समाजसेवी, बुद्धिजीवी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा सादर नमन गर्न चाहन्छु र यस सरकार को श्री राधारानी सरकार को सतगुरुदेव भगवान को राष्ट्रदेव श्री पशुपतिनाथ भगवान को श्री मुक्तिनाथ भगवान को श्री शालग्राम भगवान को मेरो साथी टिभी हर पलको सहयात्री।